यत्रो मारिएछ यहाँ यो कहिले खाइसक्ने होला त ल साथीहरू 5 मिनट जति गएका थियौँ 10 किलो जति मारिएछ है ओहो बाँचे भयो पर्यो देखा हेलो साथीहरू नमस्ते दर्शक नमस्ते है आज म ससुराली गाउँतिर छु बस्दा झ्याउला आएर खोलामा जाल खेल्न जानु लाग्यो माछा परोस् नपरोस् फेरि चारबार पाउँदैन त्यही पनि बाख्रा पाल्न हैरान छ माछा मार्न लाग्यो साथीहरू बच्चाहरू आउँछन् भाइ अगाडि हिँड्दै हुनुहुन्छ नानी उठ्ले है जा है ल हामी चाहिँ माछा मार्छौँ साथीहरू आज भोज गर्ने साथीहरू फ्राई एकतिर झोलाले अर्कोतिर ग्रेभी अर्कोतिर भनेर त हिँडिया छ अहिले एउटा पर्दैन होला त्यो पनि रमाइलोको लागि है साथीहरू यसो रमाइलो गरौँ टाइम पास गरौँ भनेर मात्रै हो त धागो झुङ्गे दाइ अहिले कान्छाले टेक्दियो भने फेरि खोला टेक्न जानुहुन्छ यहाँ खोला छ हामी चाहिँ माछा मार्न जानेवाला छौँ हिँडेका छौँ एउटा जालो बोकेर अगाडि दाइ हिँड्नु भयो कि एउटा काम छ अनि दाइ अगाडि एउटा जालो लिएर म एउटा जालो लिएर यहाँ रमाइलो पराएर आउँदाखेरि पनि प्रायः हामी यहाँ थियो त्यो त अलिअलि त खाइएको थियो त्यतिखेर त हिउँदाको बेला थियो अहिले त पानी आएर यो दसैँको बेलामा भल बगिरहेछ के छ खाइ छैन अनि मस्त फलेको रहेछ आहा क्या मस्त फलेको धामी हो Wow, खोला माछा कति यहाँसम्म आएको साथीहरू पानी यहाँसम्म बाँधेर अब कति घटो गऱ्यो नि ए साथीहरू चाहिँ म कहाँ गएको त ल गाडीमा आइयो है किन तपाईँको पानी
रे करे ये देखा अरे अरे करे लाम काट्छु मलाई भिडियो गरेर बस्छ ल तपाईले त भिडियो राख्नु हजुर भाइ भाइ छोडिनु भयो है Balala duita baja. Balala duita baja. Bela que na tel chotna. Ara pani sangai. Oh. Bela dula ta एउटा आहाइन. Bukan kerja awak itu buat ada guna jalan. Mas, ada mas. Saya kau pelan-pelan
Yeah, oi. Yeah, I'm already a hot photo. Yeah. Yaar, Hi. Oh, bache bhai. Sini. यसो पर्दै पर्दैन कि मैले नजाने हो यसो पर्दै पर्दैन कि मैले नजाने हो दिनु नपाएर बाहिर जान सक्दैन म जान्दिनँ पनि त्यही भएर पनि वीडियो बनाए सब गरिसके हो भाइ धेरै देखाउनु पर्दैन साथीहरू माछा मार्न लागेको क्या मेरो जालमा त एउटै पाँच परेन म सायद धेरै जान्ने भएर होला दाइकामा पर्यो अलिअलि पर यत्रो ठुल्ठुलो पर्छन् ल अरे फेरि अन्त पार्नै सकिनँ कि आवाज गएको मलाई हेलो साथीहरू हामी त फर्क्यौँ है माछा मार्न गएको माछा त्यति परेन मैले सबै मैले मारेँ दाइ एउटै मार्नु भएन अम्बा खाँदै खाँदै हेर्छु अम्बा पाइयो
बाटामा अनि खाँदै 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 हिँडियो चिसोले भोलिभन्दा नानी ढुडी दुख्छ जाल बोक्यो माछाको नाममा एउटै मार्नु सकियो त हराएको त्यो राम्रो राम्रो म पो प्लाट पेसाइदियो यहाँ साथीहरू कुलामा समय बरु हामीले ठुल्ठुलो माछा के थियो हाम्रो घर यहाँ थियो ए घरै यहाँ थियो यहाँ हुँदाखेरि म त्यहाँबाट बिहार ए खोलाकै थियो घर यहाँ पछि आयो यहाँ त्यो घर उकालो आउँथ्यो तलबाट त्यहाँ पानी ल्याएर खाएको अनि त्यो गाउँबाट आउँथ्यो त्यसलाई ल्याएर यस्तो खाएको घर पेट दुख्छ कि भुँडी दुख्छ होइन होला पेट दुख्छ होला र साथी हामी गाडी चालिँदैन गाडीमा के हो है के चाहिँ कहाँ अहिले माछा निकालेको भिडियो कति गर्नु भयो मान्छेले दाइ कसरी कुद्नु भयो भन नाटक नगर हुँदै हुँदै एउटै बिपी उसी छ नि क्या हो अरू दिन आइसाले ल साथीहरू पाहुना आइसक्यो घरमा घरमा आइ पाहुना नयाँ नयाँ मान्छे देख्छु म के भएर घर कहाँ हुँदा नयाँ पाहुनाको स्वागत छ हजुर अर्कै यत्रो मारिए जग्गा यो कहिले खाइसक्ने होला त ल साथीहरू 5 मिनट जति गएका थियौँ 10 किलो जति मारिएछ यत्रो माछा अब कोही फ्राई गर्नुपर्छ कोही सिरुङले धुप्याएर राख्नुपर्छ ल साथीहरू है हामी सबै मैले मारेको बाहिर एउटै थालमा भन्नु नपुग्यो मेरो त एउटै पारेन यार भोलि तालसा ल्याएर कहाँ पुग्छ ल पाहुना आएको आउने बित्तिकै भारी बोकेर हिँडे अहिले नानी उठिसक्यो नि ल हेर नि यहाँ आइसकिन्छ यत्रो अलि माथि राख अलि यसै ढल्काउ पानी पनि माछा भन्यो भनिकन खुसी हुन्छ नि त्यही त कुलोमा र यी दुइटा चाहिँ कुलाकै हुन् अघि 3 वर्ष छ त्योमा फुल भयो मेरो एकछिन हेर अन्त यत्रो हाने माछा चाहियो भने भनौँ न सिधुने ल्याइदिनु राख
त्यो दुईजना भएर हेर एकछिन हेर अनि खेल गर्नु खै तिर नभएछ एकछिन हेर नि त कसले मैले ल साथीहरू बाई बाई हामी सानो झिर्के सालीहरू कहिले भनिदेऊ कहीँ भन ल बाई बाई सबैजनालाई फेरि भेटौँ अर्को भिडियोमा भोलि फेरि मार्छु अर्को भिडियो आउँछ साथीहरू आजको डबल मार्ने भोलि काठमाडौँ ल्याउँछु बेच्नलाई ल बाई बाई लभ यु अल